ऐतिहासिक धरोहरहरू जलाइएछन्, राष्ट्रको सम्पत्ति जलाइएछ, व्यक्तिका आवास सम्पत्ति जलाइएछ, उद्योग धन्दा जलाएर गरिबहरूलाई बेरोजगार बनाइएछ। गरिबहरूलाई बेरोजगार बनाउँदा तिनका छोराछोरी स्कुल जान पाएनछन्। गरिबहरूलाई बेरोजगार बनाउँदा पढिरहेका केटाकेटी उनीहरूले स्कुलबाट फिर्ता ल्याउनु परेछ। थुप्रै युवाहरू आगै उत्तेजनामा वा कर कापमा पारेर एउटा परिस्थिति खडा गरेर मार्ने मराउने काम भएछ। थुप्रै मान्छेहरूको ज्यान गयो, थुप्रै सम्पत्ति क्षति भयो। त्यसबाट र नगर्नु पर्ने जति काम नराम्रा जति भएछन्, एउटा असंवैधानिक सरकार, लोकतन्त्र विरोधी सरकार, जनमतलाई अनादर गर्ने सरकार बनेछ। तसर्थ अब लोकतन्त्र फर्काउने, संविधान जोगाउने, जसबाट संसद पुनर्स्थापना गर्दै अगाडि बढ्ने, यो बाटो नै ठिक रहेछ।